कहाँ जा रही थी? हेलो पेरेंट्स का मीटिंग है एवरेस्ट हॉल में। हेलो गाइस, आज प्रेक्षा पेरेंट्स मीटिंग में जा रही है। टीचर पेरेंट्स मीटिंग में गाड़ी बस रोबोटिक क्लास अगाडि बस्ने हामीले किन बस्ने? Syllabus and many other informative informations that will help you to lead ahead in the days coming forward. I would also like to thank you all for your time and your presence, for being here, taking your time to be a part of this orientation program and supporting us. भनेपछि सामाजिक शिक्षाको भलिउमहरू पढ्दै गयो। त्यसै अब काठमाडौँ गएर नेवारी भाषा के भन्दाखेरि यहाँको कल्चर अहिले राख्दै गर्दाखेरि चाहिँ हामी जब स्कुलमा थियौँ, हामी जब पढाइको कुराहरू गरिरहेको हुन्थ्यौँ, हाम्रो टाइमको स्कुल र हाम्रो टाइमको जमाना कस्तो थियो? कस्तो भन्दाखेरि चाहिँ अलिकति यो पिक्चरले पनि डिफाइन गर्दछ होला। कस्तो खाले पहिला ल्यान्डलाइनहरू हुन्थ्यो, हजुरहरूले पनि देख्नुभएको होला, त्यो लगतै हाम्रो पेरेन्ट्सहरूले पनि हामीलाई भन्नुहुन्थ्यो पहिला जमानामा कस्तो हुन्थ्यो भन्दाखेरि ल्यान्डलाइन भनेको कुनै परिवर्तन भए पनि एउटा कुरा चेन्ज नभएको भने के भन्दाखेरि चाहिँ हामी जब सानो थियौँ हाम्रो पेरेन्ट्सहरूले हामीलाई सक्सिड भएको भविष्यमा सक्सेसफुल भएको देख्न चाहनुहुन्थ्यो भने हजुरहरू जब अब पेरेन्ट भइसक्नुभयो हजुरहरूले पनि आफ्नो बच्चाहरू भविष्यमा गएर सक्सेसफुल होस्, केही न केही उनीहरूले अचिभ गरोस् भन्ने सोचले अगाडि बढिराख्नु भएको छ। अनि अहिलेको टाइममा भनेको सक्सेस भनेको अघि म्यामले कुरा राख्दै गर्नु भइरहेको थियो होइन। आजकल सक्सेस भनेको मार्क्समा मात्र लिमिटेड छैन, एक्स्ट्रा स्किल एक्स्ट्रा कुराहरू के छ त टेक्नोलोजिजहरूसँग बसेर उनीहरूले त्यो कुराहरू चलाइराखेको। बिकज मैले अघि इन्टरनेटको इक्जाम्पल हजुरलाई किन दिएँ भन्दाखेरि हामी बच्चाहरूको भविष्य त्यहाँतिर मुभ भइरहेको छ। अनि यस्तै कुराहरू चाहिँ धेरै ठाउँहरूमा लागु पनि भइरहेको छ र धेरै ठाउँहरूमा यो कुराहरू अगाडि पनि बढिरहेको छ। अनि प्रश्न के भन्दाखेरि चाहिँ टेक्नोलोजी भन्छौँ, रोबोटिक्स भन्छौँ, धेरै अन्यथा कुराहरू हजुरले आफै पनि सुनिराख्नु भएको छ। अहिले कतिजनाले सुन्नुभएको छ होला, नेपालमा पनि तपाईँको चितवन मेडिकल कलेजमा एउटा रोबोटले सर्जरी एउटा अपरेसन सक्सेसफुल अपरेसन गरेको न्युज पनि अगाडि हाम्रो न्युजहरूमा आएको थियो। कतिजनाले सुन्नुभएको यस्तो हात उठाइदिनु देखेको छ। यो भन्दाखेरि चाहिँ के भन्दाखेरि चाहिँ अब बिस्तारै यो कुरा चाहिँ हजुरले यो पर्टिकुलर बक्समा पाउनुहुन्छ। यसमा फर्स्ट एन्ड फर्मोस्ट चाहिँ हजुरले पाउन सक्ने कुरा भनेको चाहिँ हाम्रो रोबोटिक्सको केक भयो। सो यो पर्टिकुलर केक चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ अब हाम्रो दिमागमा चाहिँ के थियो भन्दाखेरि अब ग्रेड 1देखिको बच्चाहरूलाई पढाउनु पर्ने छ। रोबोटिक्स भन्ने बित्तिकै कस्तो कुरा आउँछ भन्दाखेरि चाहिँ सोल्डरिङ गरेर आइरन रडहरू युज गर्नुपर्ने हुन्छ, जसमा बच्चाहरूले त्यो आइरन रडहरूलाई वायरिङहरू गरेर पगाल्दै त्यो कुराहरूलाई बिगार्दै मिलाउँदै उनीहरूले रोबोट्सहरू डिफ्रेन्ट टाइप अफ रोबोट्सहरू क्रिएट गर्नुपर्ने हुन्छ। तर क्वेसन कहाँ थियो त भन्दाखेरि 1को बच्चा, 2को बच्चा, 3को बच्चा उनीहरूलाई हामीले तातो कुरा त छुन दिँदैनौँ। यस्तो आइरन रड्सहरू छुन दियो भने केही गरी कतैतिर पोल्यो भने उनीहरूलाई त सेफ्टी कन्सर्न मेजर आउँछ। सो हामीले के गर्यौँ भन्दाखेरि वाइ नट मेक समथिङ द्याट मेक्स लर्निङ अ प्लेटफुल थिङ होइन। त्यसले गर्दाखेरि हामीले के गर्यौँ भन्दाखेरि चाहिँ उनीहरूले खेलिरहेको कुरा जुन हजुरले आफ्नो घरमा पनि बच्चाहरूलाई दिइराख्नु भएको होला, लेगोजहरूलाई नै
वाइ नट मेक इट अ लर्निङ टाइम? उनीहरूको पढाइलाई नै हामीले खेल्ने कुरालाई नै एउटा लर्निङको रूपमा किन लान नजाउँ त भनेर चाहिँ हामीले लेगोजहरू युज गर्यौँ। लेगोज किन दिन्छौँ बच्चाहरूलाई भन्दाखेरि उनीहरूले त्यसमा बिल्डिङहरू गर्न सक्छ, स्ट्रक्चर्सहरू बनाउन सक्छ, उनीहरूको क्रिएटिभिटी लजिकहरूमा काम गर्न सक्छ बच्चाहरूले। त्यसपछि यसलाई फोकस गराउँदै हामीले यो कुराहरू गऱ्यौँ। त्यसपछि यसमा चाहिँ लेगोजहरूमा के गर्छ भन्दाखेरि बच्चाहरूले पर्टिकुलर यस्तो टाइप अफ डिफ्रेन्ट रोबोट्सहरू चाहिँ बनाउन सक्ने भयो। यो रोबोट्सहरूमा चाहिँ तपाईँले याद गर्नुभयो भने बच्चाहरूले सिम्पली वायर्सहरू प्लग एन्ड प्ले गरेर चलाउन सक्छ। अब ग्रेड 1 को बच्चाहरूलाई कम्प्लिकेटेड कुराहरू सिकाउन गाह्रो पर्छ, तर उनीहरूलाई हामीले के गर्छौँ त स्ट्रक्चर्सहरूलाई बिल्ड गर्दै गर्दै उनीहरूले रोबोटहरू बनाउन सक्ने क्षमता पाउँछ। र यहाँ याद गर्नुभएको छ भने हामी एकचोटि पछि फेरि पनि बसौँ न, बिकज यो कुराहरू चाहिँ इन केस डिटेलमा हजुरलाई अझै बुझ्न मन छ भने सानो सानो डिटेल्सहरूलाई हामीले के गरेको छौँ त ती थिङ्सहरूभित्र राखेर बच्चाहरूले खुला वायर्सहरू छुन नपरोस् भनेर स्ट्रक्चर्सहरू, यो भनेको तपाईँको अब्स्टिकल अभोइडेन्स रोबोट भयो। सो यो बच्चाहरूलाई अब पढाउँदै गर्दाखेरि चाहिँ के गर्छौँ भन्दाखेरि उनीहरूलाई हामीले बुक्सहरू प्रोभाइड गर्छौँ। बुक्स गाइडेड लर्निङ 5A लर्निङ मोड्युलमा बेस छ। अब अहिलेको बच्चाको अटेन्सन स्प्यान हामीभन्दा नि हजुरहरूलाई पनि अझै थाहा होला, सानो कुरा पनि उनीहरूलाई अल्छी लाग्यो भने अनि त्यही भएर चाहिँ हामीले अब कम्प्युटर साइन्समा अझ कसरी बेटर पढाउने त, किन भन्दाखेरि प्र्याक्टिकल कम्प्युटर साइन्सलाई अझै ग्रेजुएसन ग्रो गर्दै गएको छ भन्ने एउटा कुरा छ। सो यो इयरमा हजुरहरूले चाहिँ यो कुराहरू चाहिँ लाइक कभर गरेर देखाइरहेको छु भने घर हजुरहरूले यो कुराहरू आफैले पनि गर्न सक्नुहुन्छ। र यदि तपाईँलाई हेल्प आयो भने हामीले हजुरहरूलाई कसरी गर्न सकिन्छ भनेर हामीले यहीँको टिचर्सहरूसँग हजुरले हेल्प माग्नुभयो भने मैले पनि हजुरलाई हेल्प गर्छु, त्यही यहाँ टिचर्सहरूले पनि हजुरलाई गाइड गरिदिनुहुन्छ होइन। ओके, सो यसरी चाहिँ उहाँहरूले चाहिँ यस्तो यस्तो प्रब्लम्सहरू सल्भ गर्नुपर्ने हुन्छ। अब यो हेर्दाखेरि चाहिँ रिपिटेसन हुन्छ, यसमा हेर्नुहोस् त एउटै कुराहरू जम्प गर्ने वक गर्ने जम्प गर्ने वक गर्ने जस्तो कुराहरू चाहिँ रिपिटेसन्सहरूमा भइरहेको हुन्छ। सो यसलाई गर्दाखेरि चाहिँ यसरी गर्नुपर्ने हुन्छ। सो जम्प माथि गएर जम्प गरेर बनाना लिनुपर्ने हुन्छ, त्यसपछि गएर लेफ्ट टर्न गरेर लेफ्ट वक गरेर त्यसपछि बिस्तारै ग्रेजुअली यसरी गर्ने गरिरहेको हुन्छ। सो यसमा चाहिँ बिस्तारै बिस्तारै उहाँहरूको चाहिँ लजिकल थिङ्किङहरू बढिरहेको हुन्छ र घरमा प्लिज तपाईँहरूले टाइम दिइदिनु होला। तपाईँहरू साइडमै बसेर पनि गर्न सक्नुहुन्छ, हामी स्कुलमा पनि गर्छौँ पक्कै पनि, तर हजुरहरूले पनि घरमा पनि उहाँहरूलाई चाहिँ इङ्गेज र नयाँ नयाँ कुराहरू जस्तै कि कतिको धेरै कुराहरू चाहिँ रिपिटेसनमा गराउनु चाहिँ बच्चालाई, नत्र उसले बिर्सिहाल्छ। त्यही भएर घरमा पनि तपाईँसँग टाइम दिँदाखेरि 5-10 मिनट्स उहाँलाई हाफ एन आवर चाहिँ स्टुडेन्ट्सहरूसँग बस्दिनुहोस् न। अर्को वान अफ द इन्ट्रेस्टिङ पार्ट जुन चाहिँ हामीले अति नै फोकस गरिरहेको छौँ कि कसरी युजली कस्तो भइरहेको छ भने सबैभन्दा खतरा बच्चा चाहिँ अगाडि पुगिसकेको हुन्छ, पछाडि पर्ने बच्चाहरू जसलाई चाहिँ खतरा सुरु गरेर चाहिँ उनीहरूलाई गाह्रो भइरहेको छ नि त। त्यो चाहिँ एज अ म्यानेजमेन्ट एज अ टिचर पनि ट्र्याक गर्न गाह्रो भइरहेको छ। सो यसमा चाहिँ के सजिलो छ एउटा, यो चाहिँ मैले एउटा ग्रेड 5 को हामीले सुरु गरिसकेको छु, त्यसको एउटा इक्जाम्पल देखाइरहेको छु। तपाईँले हेर्न सक्नुहुनेछ कि यहाँ स्टार्सहरू देखिराख्नु भएको छ, येलो स्टार्स, अरेन्ज स्टार्स, ब्लू स्टार्स देखिराख्नु भएको छ। सो इच एन्ड एभ्री स्टार हेज अ मिनिङ। सो कोही बच्चाले चाहिँ यदि 3 स्टार दिँदाखेरि छोडेको छ गोल्डन स्टार, त्यसपछि 2 स्टार यस्तो हुन्छ होइन, अलिकति कम्प्ले गर्दै गइरहेको छ। उसको कन्सेप्टमा पुगिरहेको छ। जस्तो कि हाम्रो यता नम्बर 6 मा भएको बहिनीलाई चाहिँ फेरि चाहिँ हामीले चाहिँ एज अ टिचर गर्नलाई गाइड गरिदिनुपर्छ है भने जस्तो देखिरहेको छ। किन भन्दाखेरि उसको स्टार्सहरू चाहिँ लेस आइरहेको छ, उसले कम्प्लिट गरेको छैन। युजली कस्तो भइदिन्छ टेक्निकल कुरामा भन्दाखेरि साथीको साथ दिने होइन, साथीले जे गरेछ त्यही गरेर चाहिँ मैले सिकिसकेँ भन्नेवाला फेज आउँछ। सो त्यसले चाहिँ कोड मङ्कीमा चाहिँ त्यस्तो हुँदैन कि इन्डिभिजुअल बच्चाले चाहिँ आफ्नै जर्नी चाहिँ एकले कम्प्लिट गर्दै जानुपर्छ र त्यसले गरेर चाहिँ स्टुडेन्ट्सलाई चाहिँ इक्वली एक्सेस दिन्छौँ हामी इच एन्ड एभ्री कन्सेप्टको। त्यसले गर्दा एज अ होल उहाँहरूलाई डिजिटल टुल्स हो र हामी चाहिँ नेपालमा पनि यस्तो कुराहरू चाहिँ एक्सेसिबल हुनुपर्छ। किन भन्दाखेरि अब नेपालको बच्चा पनि अब 10 वर्षमा 20 वर्षमा जब विदेशी बच्चाहरूसँग कम्पिट गर्न सक्छ नि त्यतिखेर चाहिँ इन्फिरियोरिटी नहोस्। Talents abroad and within Nepal as well. आज चाहिँ हामी के सम्बन्धित कुरा गर्छौँ भने मैले अघिल्लो प्रेजेन्टेसनबाट पनि धेरै चिज दिएको छ, सो त्यसलाई पनि थोरै जोड्छु। उहाँहरूले मेरो साइडको कुरा त धेरै भनिसक्नु भयो। अब म डिजिटलबाट तपाईँलाई फिजिकल वर्ल्डमा चाहिँ ल्याएको छु। सो डिजिटल साइडमा चाहिँ जति पनि क्युरियोसिटीहरू चाहिँ बच्चाहरूले सानैदेखि हुन्छ, त्यो हामीले देखिरहेको कुरा हो, तर हामीले एज पेरेन्ट्स वी क्यान नट अन्डरस्ट्यान्ड द्याट। हामी कन्फ्युज हुन्छौँ, कन्फ्युज भएको कारणले चाहिँ त्यसपछि हामी त्यो प्रोसेस गर्न हामी सक्दैनौँ अनि अलि धेरै प्रोटेक्टिभ भइदिन्छ। अब यो चिजलाई चाहिँ ब्रेक गर्न स्पोर्ट्सले चाहिँ हामीले कसरी गर्छौँ भने चाहिँ देखौँ। Preschool 1, 2 and 3 here
here in the very hall, Everest Hall, where our chairperson ma'am is also present and our respected teachers, class teachers and subject teachers are also present. खोल्दै गर्दाखेरि 11 जना स्टुडेन्ट राखेर खोल्नु भएको स्कुल ज्ञानेश्वरमा. School with 11 students, now we have more than 1,000 students in our school. And these are some of the we have won a lot of national, international awards. This is an achievement. And this is one of the basic SE ma top 10 भन्नुहुन्छ. त्यसमा चाहिँ top 10 मा चाहिँ जुन चाहिँ स्कुलले धेरै टपरहरू उत्पादन गर्यो त्यही अनुसारले नै अवार्ड पाउने गरेको थियो. त्यो अनुसारले वीरेन्द्र विद्याश्री 2051 मा र 2063 मा ग्यालेक्सीले जितेको. त्यसै गरी साइड बाई साइड 2051 मा 52, 63 र 64 मा पनि हामीलाई चाहिँ यो नेसनल सिट चाहिँ प्राप्त भएको. यो चाहिँ हाम्रो हिस्टोरिकल अचिभमेन्ट भन्नुपर्छ. एन्ड मोमेन्ट्स अफ ग्लोरी फर अस, हामीले गरिमा राणा, प्रतिष्ठा गेवाली र शुभ आचार्य जस्तो विद्यार्थीहरू चाहिँ यहाँ स्कुलबाट राम्रो फर्स्टमा चाहिँ निकाल्न सक्यौँ. तपाईँलाई थाहा छ कि छैन, हाम्रो हिमानी पनि ग्यालेक्सीमा पढेको हो. हाम्रो प्रिन्सेस हिमानी, उहाँ पनि सी हेज डन +2 फ्रम ग्यालेक्सी पब्लिक स्कुल. These are some of the merit list. I will not go into each and every year कति कसले कुन चाहिँ बोर्डमा जित्यो भनेर. These are some of our merit list in our past. त्यसै गरी रत्न विद्या पदक पनि हाम्रो स्टुडेन्ट्सहरू छात्र छात्राहरूले जितेको गोल्ड, सिल्भर र ब्रोन्जहरू पनि र स्कुललाई प्राप्त भएको सर्टिफिकेट पनि मैले यहाँ डिस्प्ले गरेको छु हजुरहरूको सामु. Let's go to the facilities. अब अलिकति कोडिङ, रोबोटिक्स र स्पोर्ट्सको चाहिँ अलिअलि ग्लिम्सेसहरू त हाम्रो पार्टनर अर्गनाइजेसन इन्स्टिट्युसनले दिइसक्नु भएको छ. तर हामीले इन जस्ट के गर्छ त ग्यालेक्सीमा भन्दा हामी इन्स्ट्रुमेन्ट चाहिँ मादल, भायोलिन, तबला इज मिसिङ देयर, फ्लुट चाहिँ हामी सिकाउँछौँ बच्चालाई. एभ्री स्टुडेन्ट निड्स टु बी पार्ट अफ इट. यो होइन कि सानो छँदै गर्दाखेरि सबैको एक्सपोजर दियो भने जति धेरै एक्सपोजर दिन्छु त्यति एब्जर्प्सन क्यापासिटी हुन्छ हाम्रो नानी बाबुहरूमा. सो वी गिभ देम अल एज मच एज वी ह्याभ द फेसिलिटी, टिचर्स, एक्सपर्ट कोचेस एन्ड अल. सो अदर स्किल्समा ड्रइङ, प्रोडक्टिभ आर्ट, लेबर, गाडीजनाले त चिनी पनि सक्नु भएको छ टिचर्सहरूलाई. यहाँ उपस्थित सम्पूर्ण अभिभावकज्यूहरूमा नमस्कार. मेरो नाम कल्पना पन्थी हो. म कक्षा 3 मा र 2 जीवनमा नेपाली विषय र सामाजिक विषय पढाउँछु. धन्यवाद. यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अभिभावकज्यूहरूमा नमस्कार. म गुजश्री राई. विगत लामो समयदेखि यस ग्यालेक्सी पब्लिक स्कुलमा आबद्ध भए सामाजिक र नेपाली विषय पढाउँछु. कक्षा 1 र 2 मा. कक्षा 2 G2 को कक्षा शिक्षक हुँ म. धन्यवाद. Namaste, dear parents. I am Savita Raj Bhandari, primary computer teacher of this institution. I have been teaching as a primary computer teacher for more than 2 decades. I am one of the very old teaching staff of this institution. Thank you. Good morning, everyone. My name is Amrita Chitri. I am a teacher of preschool. I teach English, social studies, health, and rhymes. Thank you. Good morning, everyone. My name is Nisa Bosnin. I teach science and maths in class 1 and class 2, and I am the class teacher of class 1G1. Thank you. सर्वप्रथम यहाँ उपस्थित सबै अभिभावकहरूलाई मेरो न्यानो अभिनन्दन. मेरो नाम मनिषा छेत्री हो र म तपाईँको बाबुहरूलाई ड्राइङ र ह्यान्ड राइटिङ सिकाउँछु. धन्यवाद. Very good morning to one and all present here, and a very warm welcome to all the parents. I am Bhumika Pradhan, and I am the English teacher of grade 1 and 2, and also I am been assigned as the class teacher of class 1G2. Thank you. Good morning, everyone. My name is Shanti Subba, and I am class teacher of Galaxy Public School. Thank you. Good morning, everyone. My name is Sangeeta Dongol, and I am class teacher of 3G2. I teach science and maths in class 2 and 3. Thank you.
Good morning, everyone. I am the MC as well of today's show, and I am Srijana Shrestha. I teach English in grade 3 and 4. Thank you. Good morning, everyone. My name is Aslisa Panya. I am school nurse. Thank you. नमस्कार, मेरो नाम सरिता दाहाल, म एडमिन स्टाफ। हजुरहरूलाई केही कुराको जानकारी लिनुपर्ने भएमा मलाई सम्पर्क गर्नुहोला। आपको भात स्टल कति मिलेको आय हाय भोलि स्कुलमा झगडा गर्ने फेरि चलो आओ कम ऑन